नमस्ते, स्वागत छ हजुरलाई दिदीको किचनमा। आज नयाँ फरक भिडियो है। आजको हाम्रो यात्रा बागलुङ कालिका मन्दिर जानु लाग्यो। यसरी हामी फ्यामिली हिँडेको है। त्यहाँबाट आउँदा त गरी थियो, अहिले त यता त पुरै कुहिरो सुइरो लाएर जाडो जाडो भइरहेको छ। हामी चाहिँ यसरी हिँड्दै थियो। सबैले ज्याकेट लगाएछ, आमा र मैले चाहिँ नलगाएछ कि ज्याकेट नि। अनि यता बाटोमा हिँड्दा हिँड्दा भाइले एउटा ऐसेलु बेचिरहेछ, मेरो छोराहरूलाई ऐसे चाख्न दिएको। अनि हामी चाहिँ अलिकति उता गएर मैले चिया सिया बोकेर गएको थिएँ। चिया खान बस्यौँ। यसरी बुढाबुढी चिया, आमा बाबा है, केटाकेटीले के खान्छ हल्का फ्रुटहरू बोकेर नि गएको थिएँ। बाटोमा यसरी खायो। भिडियो नि आफै बनाएको, बुवालाई दियो है। मेरो छोरालाई फेरि साह्रै भोक लाग्छ कि सानोलाई, उसले नि के खाँदैछ। यता आमाले नि चिया खाँदै हुनुहुन्छ। यो चाहिँ मेरो ठुलो छोरा। हामी चाहिँ यहाँ यसरी यसो 5-10 मिनट चिया सिया खाएर ठ्याक्क मन्दिरमा नि पुग्यो। सामान पनि किन्यो है। यो सामानलाई चाहिँ 450 रहेछ। सबर आफैले लगेको ठिक रहेछ है साथीहरू। यहाँ चाहिँ मलाई जानु मन लाग्थ्यो, ठ्याक्क आज सायद पनि जुर्यो। गयौँ हामी परिवार। यस्तो प्लानिङ त हुँदैन, अन द स्पट भनिदियो कि है। अनि गयौँ, पूजासुजा गऱ्यौँ है। अब जान्ने नजान्ने के कस्तो छ माता रक्षा गर्नु है। अब भुलचुक भए माफ गर्नु होला। जति जानेको त्यति नै गऱ्यो। यसरी फर्क्यो। म चाहिँ यसरी हिँड्यो नि भइरहेको छु अलिअलि। अनि यसरी पूजासुजा गरेर फर्क्यो है। भिडियो चाहिँ यो चाहिँ अलि लामै खिचिदिनु भएछ कि बाबुको ड्याडीले फेरि आयो। अनि बाटोमा आउँदा आउँदा एउटा खोला जस्तो ठाउँ भेटेको थियो। अनि हामीले चाहिँ यसो फर्किँदा बरु बाटोमै कतै खोलासोलामा यसो पकाएर खाने भनेर सामान नै लिएर गएको थियो। मेरो बाबा, सासूआमा, दुईवटा बाबुहरू हामी यसरी गइरहेछ। खोला खोला हिँडिरहेछौँ है। यिनीहरू फेरि खोला खोला जाने खुसी हुन्छ कि। सानो चिटिक्क खोला नै रहेछ, सफा सानो स्टपमा है। यता बुवाले दाउरा साउरा बाँध्दै हुनुहुन्छ, उता आमाले नि खोज्दै हुनुहुन्छ। अब यसरी चामल सामान त लिएर गएको थिएँ घरबाट सामानहरू। कोही बाटोमा नि किन्यो। केटाकेटी उता खेल्दैछ। मैले यसरी यहाँको पानीले चामल सामल धोएँ। पकाउन चाहिँ मैले घरकै बोतलको पानीले बनाएँ है। यता फेरि आगो नबलेर हैरान के आमा फेरि। म चाहिँ यता आलुसालु नि भुटभाट गर्दै थिएँ। मासु नि किनेको थिएँ। फेरि मन्दिर गएर नि मासु खायो भन्नु होला। अब त्यहाँ पनि चढाउने त हुँदो रहेछ, त्यति साह्रो नि गरेको छैन हामीले। ल